यो चाहिँ अचार मोमोको अचार यो पनि अचार यो चाहिँ मोमो है साथीहरू म चाहिँ खाँदा खाँदा अगाएर फेरि नअगाएर फेरि खान लाग्यो कति लजाउँछ भने भिडियो खेलिदिने मान्छे पनि छैन क्या सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला र दार्चुला जिल्लाको सिमानामा अवस्थित धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको हामी हिजो बेलुका रेसिपी चाहिन्छ भने यो चाहिँ मेरो बुढाले बनाएको मोमो अचार चाहिँ मैले बनाएको कस्तो मिठो भन्छ क्या साथीहरू भुँडी अगाइसकेँ तर भने मुख अगाएकै छैन मुख नअगाएपछि त खानु पऱ्यो के अरे यो गोकुलेश्वर क्षेत्र चाहिँ सुदूरपश्चिम प्रदेशकै एउटा महत्त्वपूर्ण व्यापारिक नाकाको रूपमा पनि रहेको रहेछ हामी भइरहेको क्षेत्र चाहिँ दार्चुला जिल्लाको शैलेश्वर नगरपालिका